यदि अहिलेको समयमा येशू ख्रीष्ट आउनु भएको भए चाहिँ उहाँ कसरी देखा पर्नुहुन्थ्यो होला? एनी गेसेस? यदि चाहिँ येशू ख्रीष्ट अहिलेको बेला आएको भए कसरी चाहिँ देखा पर्नुहुन्थ्यो होला? पहिलाको जस्तै लबेदा लगाएर सेतो यहाँदेखि उहाँ यहाँसम्म लगाएर हो होइन। अहिलेको समयमा आएको भए चाहिँ उहाँ टाई सुटमा आउनुहुन्थ्यो होला। टाई सुटमा पुरा कपाल राम्रो पारेको, अलिक गोरो भएको, चट्टो परेको चाहिँ देखिनुहुन्थ्यो होला है। त्यसै कारणले चाहिँ यदि परमेश्वर येशू ख्रीष्ट इभन आफै नै त्यस्तै आउन सक्नुहुन्छ भने शैतान पनि त्यस्तिकै मोडर्न त्यस्तिकै खतरा तरिकामा चाहिँ आउन सक्छ। हाम्रो जीवनमा हामीलाई चाहिँ थाहा नै हुँदैन यो चाहिँ सैतानिक हो भन्ने कुरा हामीलाई थाहा हुँदैन। हामी त्यसलाई कन्ज्युम गर्छौँ अनि जब हामीलाई त्यो भनक लाग्छ कि ओहो यो त सैतानिक हो है भन्ने बेला तब चाहिँ हाम्रो जीवन एन्डतिर पुगिसकेको हुन्छ है। आज चाहिँ म तपाईँहरूको बिचमा मोडर्न आइडल अफ आवर हार्टको बारेमा कुरा गर्नेछु। हाम्रो हृदयमा भएको मोडर्न मूर्तिहरू, हामी मूर्ति भन्ने बित्तिकै सानो मूर्ति, हामी हिन्दूहरूको मूर्ति अथवा केही प्रकारको मूर्तिहरू चाहिँ हामी हेर्छौँ होला। तर मोडर्न मूर्तिहरू अहिले क्रिस्चियन युथहरूमा चाहिँ कस्तो मोडर्न मूर्तिहरू आएको छ त्यसको विषयमा हामी कुरा गर्नेछौँ। म जे कुरा गर्छु सायद तपाईँहरूकोसँग मिल्न पनि जान्छ होला, टक्कै लाग्न पनि सक्छ टाउकोमा है। त्यही भएर चाहिँ यसलाई अन्यथामा नलिनु होला। यो चाहिँ सबै क्रिस्चियन युथहरूले भोगेको कुरा, यो 21st सेन्चुरीमा भोगेको कुरा चाहिँ म तपाईँको बिचमा सेयर गर्नेछु है त। कोले फेसबुक चलाउनुहुन्छ? फेसबुक सामाजिक सञ्जालमा को चाहिँ एक्टिभेट हुनुहुन्छ? फेसबुक, मेसेन्जर, युट्युब, टिकटक अनि एक्स भन्ने, स्न्यापच्याट, ट्विटर, सब कुराहरू है हामी सबैजना चाहिँ त्यो चलाउँछौँ। कतै न कतै लगभग 98%ले चाहिँ चलाउँछ होला, इभन 100%ले नै चलाउँछ होला सायद अहिलेको समयमा यो युथ्सहरूले है। त्यो गर्दै गर्दा तपाईँहरूले त्यहाँबाट के कन्ज्युम गर्नुहुन्छ त? हेर्नुहोस् है, हामीलाई चाहिँ त्यो कन्ज्युम गर्दै गर्दा हामी त्यो आइडियल त्यो कुराहरू हेर्दै गर्दा, फोनको कुराहरू हेर्दै गर्दा हामीलाई 2-4 घन्टा पुगेको, 4-5 घन्टा पुगेको हामीलाई थाहा नै हुँदैन। तर आज चाहिँ तपाईँहरूले कतिजनाले चाहिँ बाइबल पढ्नुभयो त? 50% भन्दा चाहिँ कमले चाहिँ बाइबल पढेर आएको छ आज। म यो दावाको साथ भन्न सक्छु। किनकि हाम्रो हृदयको चाहना चाहिँ मोडर्न आर्ट्सहरू भएको छ, मोडर्न त्यो मूर्तिहरू भएको छ। त्यो मोडर्न मूर्ति चाहिँ देखिँदैन, त्यो मोडर्न मूर्ति चाहिँ यसरी बाहिर छर्लङ्ग देखिँदैन। त्यो चाहिँ हाम्रो हातमा छ, हामीलाई चाहिँ यसले कन्ट्रोल गरिरहेको छ। मोबाइल पाउने मान्छेले, यो पनि क्रिस्चियनै हो एउटा, परमेश्वरले ज्ञान बुद्धि दिनुभयो मोबाइल पाउने